कुनै खास दिन पर्खाइमा बसेर आमालाई फेसबुकको स्ट्याटसमा सजाउनु त केवल एउटा आधुनिक ढोङ मात्र हो। कुनै खास दिनको पर्खाइमा बसेर आमालाई फेसबुकको स्ट्याटसमा सजाउनु त केवल एउटा आधुनिक ढोङ मात्र हो। वर्षको एक दिन तस्बिरमा प्रेम देखाएर बाँकी दिन उहाँको आँसु र एक्लोपन नदेख्ने आँखाहरूले के बुझ्लान् र ममताको मूल्य। वर्षको एक दिन तस्बिरमा प्रेम देखाएर बाँकी दिन उहाँको आँसु र एक्लोपन नदेख्ने आँखाहरूले के बुझ्लान् र ममताको मूल्य। आमा त त्यो निब्नै लागेको दियो हुनुहुन्छ। आमा त त्यो निब्नै लागेको दियो हुनुहुन्छ जसले आफ्नो शरीर पगालेर हाम्रो जीवन उज्यालो बनाउनु भयो। जसले आफ्नो शरीर पगालेर हाम्रो जीवन उज्यालो बनाउनु भयो। क्यालेन्डरको एउटा रातो घेराले उहाँको वर्षौंको त्याग ऋण तिर्न सक्दैन। क्यालेन्डरको एउटा रातो घेराले उहाँको वर्षौंको त्यागको ऋण तिर्न सक्दैन। जब घरको कुनामा आमा खोकिरहनुहुन्छ, जब घरको कुनामा आमा खोकिरहनुहुन्छ, तब मोबाइलमा ह्याप्पी मदर्स डे को नोटिफिकेसन बज्नु जति विडम्बना अरू के होला। जब आमा घरको कुनामा खोकिरहनुहुन्छ तब मोबाइलमा ह्याप्पी मदर्स डे को नोटिफिकेसन बज्नु जति विडम्बना अरू के होला। आमालाई मन्दिरमा होइन, आमालाई मन्दिरमा होइन आफ्नै मनमा सजाउनुहोस्। आमालाई मन्दिरमा होइन आफ्नै मनमा सजाउनुहोस्। जहाँ कुनै ट्याग वा ह्यासट्यागको जरुरत पर्दैन, जहाँ कुनै ट्याग वा ह्यासट्यागको जरुरत पर्दैन। बस एउटा निस्वार्थ स्पर्श र समय भए पुग्छ। बस एउटा निस्वार्थ स्पर्श र समय भए पुग्छ। राधे राधे।